धनगढीमा 11 कक्षामा पढ्ने 17 वर्षका भाइले 2 हप्तामै घरमै बसी एटीएम कार्डले स्क्यान गरेर चलाउन मिल्ने चार्जिङ बाइक बनाएर सबैलाई चकित बनाए। एटीएम कार्ड जस्तो हाम्रो डेबिट कार्ड क्रेडिट कार्ड हुन्छ नि, त्यो चाहिँ मैले स्क्यान गर्नु पर्यो, त्यसपछि मात्र बाइक चल्ने हो। चाबी मात्र भएर भएन, अगाडि र पछाडिको लागि बटन छ। यो चाहिँ मैले अगाडिमा थिचेर बाइकको एक्सिलेटर दिए भनेपछि यो चाहिँ अब यो अगाडि गयो, पछाडिको लागि बटन थिचियो हैन, यसपछि गरेर यो पछाडि गर्यो भने चाहिँ यो पछाडि पनि जाने हो। इभी बाइक जसलाई चार्ज गरेर चलाउन मिल्छ, कुदाउन मिल्छ। एकपटक चार्ज गर्यो भने 90 किलोमिटरसम्म कुदाउन सकिन्छ यो बाइकलाई। अचम्म लाग्यो मलाई। अनि आशिष भाइ, आफैले घरमा बनाएको बाइकलाई यसरी रोडमा आफैले कुदाउँदा कतिको मजा लाग्दो छ? अब धेरै कम्पनीहरूको बाइक पनि चलाइयो दाइ, हिरोको, स्प्लेन्डर तिनीहरूको। यसको चाहिँ फेरि हाम्रो पिकअप पनि अरू बाइकहरूभन्दा बढी छ। अनि आफूले बनाएको बाइक हुँदाखेरि चलाउन पनि धेरै मजा आउला। मेरो हौसलाको लागि हजुर यो भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। जति अब आफ्नो साथीहरूलाई सेयर गर्न सक्नुहुन्छ गर्नु होला, ताकि म भविष्यमा यो बाइक मात्र नभएर इलेक्ट्रिक भेहिकलहरू, हाम्रो कार तिनीहरू बनाउन सकूँ र नेपालमा केही गरिसकूँ। यति बेला भाइ आशिषले बनाएको यो बाइकको हामी पछाडिबाट बोलिरहेका छौँ। भाइले भनिदिनु पर्यो, पहिला सुरुमा के बनाउनु भयो बाइक बनाउँदै गर्दाखेरि चाहिँ? हजुर, सुरुमै यो बाइक चाहिँ बनाएको थिएन मैले। हजुर, सुरुमा चाहिँ मैले सानो प्रोजेक्ट बनाएको थिएँ। योभन्दा अगाडि चाहिँ हाम्रो युवा परिषद भएको थियो यहाँमा ऱ्यानबाट, त्यहाँ चाहिँ मैले एउटा वेटर रोबोट बनाएको थिएँ। हजुर, कस्तो खालको रोबोट बनाउनु भयो? त्यो चाहिँ हाम्रो ह्युमनोइड थिएन, त्योमा चाहिँ हामीले 4वटा मोटर हालेको थिएँ। त्यसले चाहिँ हजुरको चली अब एउटा मान्छेले कन्ट्रोल गर्नु पर्थ्यो, डिफ्रेन्ट टेबलमा गएर चाहिँ खाना प्रोभाइड गर्थ्यो। वेटरको काम गर्थ्यो रोबोट, वेटरको काम गर्थ्यो त्यसले। हजुरहरूले बनाएको रोबोटले चाहिँ वेटरको काम गर्न सक्थ्यो। हजुर, त्यसपछि चाहिँ अनि वेटर रोबोट मात्र बनाएर भएन, अब हाम्रो गोपी हिमालजी जित्नुभयो। अनि उनकै धारणा थियो यो अब धनगढीलाई पोल्युसन फ्री बनाउने भनेर। पोल्युसन फ्री हाम्रो बाइकले पनि हुनसक्छ, त्यसैले अनि बाइकमा इन्ट्रेस्ट आयो। त्यसपछि अनि हामीले रिसर्च गर्न खोजेँ होइन, अब बाइकमा के चाहिन्छ भनेर। सुरुमा चाहिँ योभन्दा अलग बाइक बनाएको थिएँ त्यति बेला चाहिँ। अब हजुर, त्यो चाहिँ अब फर्स्ट टाइममा थियो। त्यो बनाउँदाखेरि चाहिँ अलि राम्रो भएको थिएन कि, फिनिसिङ तिनीहरू राम्रो भएको थिएन, स्पिड पनि योभन्दा कम थियो, रेन्ज पनि योभन्दा कम थियो। त्यसपछि अनि त्यो बाइक बनाइसकेपछि अब यतिको बनाइसकियो, एकचोटि अझ ट्राई हान्नु भनेर अनि घरमा कुरा राखेको थिएँ। अनि घरबाट चाहिँ सबै फन्डिङ आयो, त्यसपछि चाहिँ अनि यो बाइक बनाएँ। भनेपछि घरबाट फन्डिङ, पैसा चाहिँ घरबाट माग्नुभयो। ल ठिक छ, छोराले पहिला पनि बाइक बनाएको, यसलाई चाहिँ विश्वास गर्नुपर्छ भनेर हजुरको बुवा आमाले पनि विश्वास गर्नुभयो। बाइक बनाउनु तपाईँ सफल हुनुभयो। सुरुमा चाहिँ कसरी, कहाँबाट स्टार्ट गर्नुभयो यो चाहिँ? सुरुमा चाहिँ देखाएर भन्नुहोस् न है। सुरुमा चाहिँ यो हाम्रो चेसिस भयो होइन, बाइकको चेसिस। यो चाहिँ हाम्रो हिरो बाइकको चेसिस हो। यो चाहिँ त्यहाँनिर हाम्रो भन्सार छ, यो मिलन चोकभन्दा हल्का अगाडि, त्यहाँ गएर चाहिँ यो चेसिस तिनीहरू किने।